हामी ड्राई पिकनिक हिँडेको आम्मामा जहिले हिँड्ने बेला यस्तो रस हुन्छ नि। आज चाहिँ हामी यो चाम्रे लिएर घुम्न जाने ड्राई पिकनिक टाइप। चाम्रे अनि सुँगुरको मासु छ अनि म चाहिँ यहाँनिर के अरे यो आलुदम पकाउनु पर्ने अरे। अनि त्यहाँदेखि अरे फेरि हामी बिबिम्बाप पनि खाने भनेर यहाँनिर यत्रो आरीमा बनाउनु लागेको। एनिवे म चाहिँ यो यिनीहरू काट्दैछु क्या। म चाहिँ जाने बेला हुनु आँटिसक्यो कि कतिवटा खाने कतिवटा बनाउने कतिवटा खाने। अहिले आन्टी बाई बाई। हामी बनाउँदैछौँ बिबिम्बाप। त्यहाँदेखि फेरि पनि बनाउँछ चाउचाउ कतिखेर थोरै न थोरै भयो। झ्या कस्तो भयो? होममेड बिबिम्बाप लेट्स सी टेस्ट चाहिँ कस्तो हुन्छ। Find the cheese. Try it. Oh, nice. You only like seaweed? Yeah. सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासले नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौता सञ्चारको स्थानीय तहको प्रभाव नेपाल सरकार र भारत सरकार बीच विभिन्न It's good. सम्झौता भएपछि साल आर्थिक वर्षको अन्त्यसम्ममा अधिकतम नतिजा देखिने गरी हामी ड्राई पिकनिक हिँडेको आम्मामा जहिले हिँड्ने बेला यस्तो रस हुन्छ नि, यस्तो रस हुन्छ नि। अनि फेरि आन्टीले यस्तो हतार गर्नुहुन्छ मलाई मार्नुहुन्छ सुन्नु भयो। एनिवे गाडी चाहिँ आएको पनि छैन रहेछ कि हामीलाई पुरा के अरे गाडी आइसक्यो कुद्दा कुद्दा। एनिवे कपाल पनि सुकेको छ तर एकैछिनमा सुक्छ। यस्तो गर्दैछ नि यो के अरे सिङ्गापुर। जहिले पनि बाहिर हिँड्ने बेला त नुहाउनै पर्छ क्या। नुहाउने मान्छेलाई पनि नुहाम बनाउनेवाला कन्ट्री रहेछ क्या यो सिङ्गापुर चाहिँ। कस्तो भनेको अहिले नुहाए फेरि एकछिन नुहाइहालौँ जस्तो लागिहाल्ने क्या। इटहरी सेम सो हट। गाडी चाहिँ आएको छैन रहेछ अनि यस्तरी हामी चाहिँ वरिपरि फाइनली हाम्रो के भन्छ ट्याक्सी कार मिनी बस आयो, बेबी बस आयो अनि हामी चाहिँ जाँदैछौँ। है लखै 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 उसको ब्याग खाली रहेछ। हामी कता हिँड्यो गान्डे?
Where are we going? Kubandin. हामी आइपुग्यौँ हाम्रो डेस्टिनेसनमा ए ओके ए त्यस्तो पो ओ यु एक्साइटेड लेट्स गो हामी बोर्डमा गयौँ हामी कहाँ हिँडेको नानी बोर्डदेखि कहाँ पुग्छ कति धेरै माछा पुलाउ बेन ओहो पुलाउ खानु पो मन लाग्यो पुलाउ ठाउँको नाम हो ठुमी पुलाउ यु बेन हजुर त्यो रुखको नाम फोटो खिच्ने अरे हामी फोटो हिँडेर चाहिँ कहाँ जानु पर्ने आन्टी ए हिँडेर सकिँदैन नि हिँडेर सकिँदैन अरे अनि त्योहरू गाडीमा यसरी जानुपर्ने अरे क्या अनि त्यही भएर गाडी यहाँ कसैले सोध्यो हुन्छ अनि हामी चाहिँ यहाँ पर्खिरहेछौँ यहाँ यस्तो गर्मी भयो पनि तर हावा चाहिँ चिसोले क्या समुद्रले गरेर नाइस खिच्दै हिँड्नु न Ready? Guys. Yes. Yes, we are ready. It's on Ubin Orchard. Ubin Orchard. Okay. So no people today. Every day, no say today. Every day, keep quiet. Durian now have durian flower on it. This one, Ubin Orchard Center. Now you count lah, 100 day, 3 months, 4, 5, 6, 7. My left hand side, all durian tree. My right hand side, this one all rambutan tree. This one rambutan tree, this one durian tree. Okay. अहिले सब फुल मात्रै छ अरे दुरेनको फुल्लै छ अरे
Malay kampong. All Malay live here. We still have Now 2% live here only. 2% only. Last time live from this island near 5,000. Now how got 35 to 40 how? But live from the island, the Ubin people, other country working one, no one to count. No over 25 people. Well, 5,000 here. Only 25 people must be suffocation. Morning you come all cover. These are all durian flower, you see? You see? All durian flower. Flower sari road na. Ako to sa din may guri don sari mo. भ्यान यहीसम्म मात्रै अरे Okay, you know? Inside. यहाँदेखि चाहिँ हामी हिँड्दै जानुपर्छ You come here. Oh yeah. 4715. Yeah. Okay. यहाँदेखि चाहिँ हिँड्दै जानुपर्ने लु अब गर्मीमा कति मजा भएको थियो एसीमा Go one more, come. I don't know why. I 68 years old already. I want to pay the children. Why, but how old? 68. 1958. Okay. 68 को मान्छे ठुलो मम भन्दा त कान्छे हुन्छ रहेछ ओके यहाँदेखि चाहिँ अब लेट्स हिडिङ ओके यहाँदेखि साइकल पनि जानु पाउँदैन अरे गाडीहरू त झनै पाउँदैन अरे सो हामी चाहिँ यहाँदेखि हिँड्दै जानुपर्ने रहेछ साइकल चाहिँ यहाँ पार्क गर्दो रहेछ यो पनि यतै हामी यहाँको भ्यान पनि यतै राखिन्छ Last time I saw the pig car. Now no more. Pick up. Okay, bye. See you. See you tomorrow. Sasak. साइलङ्कल ऊ के अरे सुँगुर मार्नु जाने ठाउँ चाहिँ कता हो ए हजुर पुग्छ यो बस पछिल्ले टुर छ होला यहाँ मम्मी Good boy. एप्पल त्यो मिठो छैन के यो 100 छ र छैन के छैन देख्न आइसक्रिम खानु भन्दा रश्मि के आरे भयो खाना म बनाइछ त छिटो आदर म घर मिठो हो रे यो के खान्छ 100 में कम ना 100 प्लस You can move the garden. drink properly. Yeah. Drink your mouth.
ब्रिटिश हो के अरे ठुमी यो ठाउँ ब्रिटिसको क्याम्प जस्तै क्याम्प बस्ने घर भनौँ न यस्तो अहिले पनि केही नगरेको रहेछ हाम्रो गाउँको भरे हाम्रोमा माथि मधुवागढीको के अरे मधुवागढी कसरी भत्काइदियो उहरूले कुकुर बाँध्नुले ब्र्याङ उफ्रुनु पार्यो त्यस्तो भए यसलाई पनि भत्काउँछ नि त यसरी बचाउनु पर्छ अगाडि अगाडि अब अहिले तेल बोक्ने जहाज छ यो तेल होइन यो तेल झारेर गएको चाहिँ यो रातो हुन्छ कि बुवा तेल लिएर आएको चाहिँ चुक्लुम डुबेको हुन्छ माथि त्यो रातो केही पनि देखिँदैन कालो अलिकति माथिको टुक्का मात्रै देखिन्छ हाम्रो नयाँ घर कस्तो लाग्यो आन्टी साह्रै राम्रो Mommy? Mommy? Really? Did they bite you? No, it's eating the lizard. Oh. I wish I can live here. So beautiful house. You wish? Yeah. You can live here? Yeah. 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 हामी चाहिँ जाँदैछौँ अब फेरि अर्को ठाउँ यही जङ्गलभित्र नि कति ठाउँ रहेछ क्या ठाउँै ठाउँ अहिलेको परको खोइ के भ्यू पोइन्ट अहिलेको टावर अनि फेरि अर्को ठाउँ कहाँ छ सो ब्युटिफुल मैले क्यामेराको ब्याट्री चाहिँ चेक गरेँ क्या तर त्यो लाइक यसरी चार्ज घुसाएर मात्र क्या ऊ अन गरेर चाहिँ चार्ज चेक गरिनँ नि त अन गरेर चेक गरेको भए त देखिहाल्थ्यो थाहा पाइहाल्थ्यो कस्तो बुद्धियारी राति मैले त्यो भिडियोहरू पुरा त्यो निकाल्दै थिएँ क्या एसडी कार्डबाट उता एडिट गर्नुको लागि अन्त दुइटै पो भएर त बाहिरै राखेको रहेछ कस्तो छ मुस्लिमहरूको चियान अरे यो चाहिँ अनि कतिजनाले एकै ठाउँ पुरेको अघि क्या ऊ नो हो त रहेछ नि त टावर चाहिँ यहाँ रहेछ है जङ्गलको बिचमा टावर यस्तो टावर बनाउनुपर्छ त हाम्रो त चिल्ड्रेन पार्कको रुखैलाई टावर बनाइदिएको छ त्यहाँदेखि कुन दिन मान्छे लडेर मर्छ भन्ने डर छ बाजे जानु हुने खुट्टा दुख्ने खुट्टा दुख्छ होला गएको भयो नजानुको कति तलमा आइपुग्यौँ बाजे आमामा वाव द भ्यू सो प्रिटी माई गॉड आज मलाई यति रिग्रेट भइरहेछ नि कस्तो दुइटै एसडी कार्ड बाहिर रहेछ हौ रिस राख्का दिएछु नि आफैदेखि सो प्रिटी So pretty. प्लेन जाँदैछ कुन देश हिँड्या होला So beautiful. Finally top mime. यस्तो मिठो राम्रो देखिन्छ ओन्ली हामी चारजना आयौँ आमै हल्लिएर त कस्तो ढाक्ने So beautiful, so pretty. Wow, oh my god, यस्तो दामी देखेछ नि त्यहाँ त पानी पर्दै रहेछ यता फेरि मर्ने गरी घाम लागिरहेछ यता अब पर्नु लागेको होला
जङ्गल जङ्गल यहाँनिर चाहिँ मुस्लिमहरूको चियानहरू राख्ने रहेछ क्या मुस्लिम सिमेन्ट्री हामी राईहरूको भए जस्तै धरानको जङ्गलभरि छ नि हाम्रो के ल्याइदियो बाजुलाई साथो वाटर I can go on with this setup. Name is Mao Fu Dian. Mao Fu Dian. Very good banana. Very good. Pew. Buddy, you want more big? I'm a forest. वाउ आवर पिकनिक स्पॉट है सार्थक सन्डे हो भने यहाँनिर ठाउँै पाइँदैन यो सबै भरिरहेको कोही चाहिँ फ्राइडे आउने फ्राइडे आएर सटरडे सन्डेसम्म केही बाँच्नु काकीले बनाउनु भएको चाम्रे मैले बनाएको आलुदम आन्टीले बनाउनु भएको सुँगुरको मासु अनि हामीले क्यामेराको चिप बिर्सेको अनि पस्किने डाडु बिर्सेको हैन पानी परेर अब हाम्रो जुगाडहरू चाहिँ बाजेको झन् बाजे लम त साथु घुम पाएर झन् उसले त ठिक्कैको साह्रै रह लाग्छ छैन पानी बाजेको टोपी टोपी माथि टोपी लाउँछ नि मेरो के टोपी लाउँछ Okay, let's go. Soy la. Let's go now. Okay, bye. See you पर हामी बोटमा के को कसैलाई जुत्ताको अरे हो. Okay, go हामी. Bye bye. Bye guys! Oh my god. The Jugaad family. कस्तो लाइटनिङ भएको आमामा हामीलाई बोटले पनि छोडेर गयो यस्तो बिजो खतरा कुद्दै कुद्दै आएको र भने अहिले पुरा फुल यो रुखहरू डुबेको थियो नि अहिले त पानी हेर्नु न यहाँ यस्तो भइरहेको छ सब ढुङ्गा ढुङ्गा देखिरहेको यो पनि त होइन कति छोपेको थियो नि Anyway, bye, see you guys. खोइ हाम्रो बोट पनि गइसक्यो कसकोमा पाउन खाने आन्टी हामी आन्टी सो एङ्ग्री देशी बाजे हुन्छ त्यहाँ नत्र सबै चिज हन्छ क्या वरिपरि म गर्छु नि
त्यो देशी बाजे रहेछ सानो पऱ्यो त बजु र बजुको साइनै परेको अब नजिक नजिक रहेछ अब के अरे बजुको माइत मेरो माइत काकीको के पो भन्छ दिदी बहिनीलाई नामै चिमै पर्नु भयो क्या दुईजना बजु बजु के अरे उहरू त्यही रभसा चक्लेटीमा चाहिँ सुतेको सचिव भन्छ नि सचिव बजुले त तर कति थोरै खानु गएको छ लु अब अन्त म नानै भन्नुभएको हामीलाको साइनोबाट तपाईँको बुढीमा अनि ए अन्त अब भन्नै भएन मेरो मामा दाजै पर्नु हुँदो रहेछ परेको साइनो त गर्नुपर्छ कि साइनो मेरो नानाबाट सोची भनेको थिएँ अब हामी पाहुना खाएर अब चाहिँ घर ल है कति बजिसक्यो 12 बज्न आँटिसक्यो होला नाना कता भयो रेड आयो आयुष आयो बाई बाई खेलेको त केही भिडियो गर्नु पाएन किनभने फोनै लानु पाउँदैन थियो